কার্শিয়াং বিধানসভা আসনে ভারতীয় গোর্খা প্রজাতান্ত্রিক মোর্চার পক্ষ থেকে মনোনয়নপত্র জমা দিলেন প্রার্থী অমর লামা। Cancer isn't the end. With the right care, it can be the start of a new beginning. Hope and Heal Cancer Hospital, where hope is real and healing truly begins. নিউ লাইফ ফার্টিলিটি সেন্টার আধুনিক চিকিৎসা ও বিশেষজ্ঞদের সহায়তায় আপনার স্বপ্ন পূরণ করতে প্রস্তুত। নতুন জীবনের স্বপ্ন সত্যি করতে আজই যোগাযোগ করুন। নতুন জীবনের সূচনা এখানেই। জানা গিয়েছে, এদিন মনোনয়ন জমা দেওয়ার আগে ভারতীয় গোর্খা প্রজাতান্ত্রিক মোর্চার প্রতিষ্ঠাতা অনিত থাপা এবং অমর লামা সকালে একটি মন্দিরে পুজো করেন। এরপর বিশাল মিছিল করে বিপুল সংখ্যক দলীয় কর্মী ও সমর্থককে নিয়ে মনোনয়ন জমা করতে যান অমর লামা। মিছিলটি বিভিন্ন এলাকা পরিক্রমা করে কার্শিয়াং মহকুমা শাসকের কার্যালয়ে পৌঁছায়। এরপর মহকুমা শাসক প্রিয়া যাদবের কাছে মনোনয়নপত্র জমা দেন অমর লামা। मेरो नोमिनेसन पेपर एक्सेप्ट भयो अनि ओथ टेकिङ पनि गरेँ मैले है। अब मेरो यो फाइलिङ अफ नोमिनेसन पेपरको मेरो कम्प्लिट भयो। अब स्क्रुटिनी 7 तारिकको दिन 11 बजे हुन्छ अनि त्यसमा अब हामीलाई एक्सपेन्डिचरको पनि सबै डकुमेन्ट्सहरू उहाँहरूले प्रोभाइड गर्नुभयो। सिम्बलमा त्यस्तो भयो। अब त्यो यसको चाहिँ डिस्ट्रिक्ट इलेक्सन अफिसरले पनि हामीलाई खासै क्ल्यारिफिकेसन दिनु सकेन कि। अब हामीले हेर्दाखेरि चाहिँ त्यहाँ भर्खर एउटा रिसेन्ट नोटिफिकेसन पनि आएको थियो, हामीले एक्सट्र्याक्ट पाएको थियौँ कि क्यान्डल लिनु सक्छ भनेर। तर फ्री सिम्बलको लिस्ट हुन्छ, एउटा सिड्युल हुन्छ कि, त्यहाँनिर क्यान्डल थिएन। अनि एकजना अफिसरले चाहिँ भन्यो यो इन्क्लुड गर्नुको लागि उनीहरूले गल्ती गरेछ भने। अहिले पनि हामीलाई रिटर्निङ अफिसरले तपाईँहरूले लेख्नुभयो चिफ इलेक्सन माथि कमिसनमा भनेर कि हामी त्यो सबै त्यो झमेलामा नपरेको, किनभने अब यो यसले गर्दाखेरि कन्फ्युजन हुन्छ कि। हामीसित अब समय बेसी छैन प्रचार प्रसारको र हामीले अब प्रिफरेन्समा चाहिँ 3वटा दिएको छौँ। फर्स्टमा ब्याट्री टर्च, सेकेन्डमा बाइनोकुलर्स, थर्डमा टेबल। अब यो चाहिँ 7 तारिकको दिन मलाई लाग्छ अब हामीले फर्स्ट कम फर्स्ट सर्भ हुन्छ, हामीले ब्याट्री टर्च भएको चिनो पाउँछौँ। अब एउटा इलेक्सनको नियमै भनौँ कि अब हामीलाई म्यान्डेट चाहिन्छ इलेक्सनमा। सो हामीले अपिल गरेको थियौँ कि मान्छेलाई अब आज हामी खरसाङको र कालिम्पोङको नोमिनेसन फाइल गर्छौँ र हाम्रो क्यान्डिडेटलाई हामीले मनोबल बढाउनुपर्छ भन्दाखेरि हामीले अपिल गरेको थियौँ। सायद क्यान्डिडेटको आजको र्यालीले धेरै मनोबल बढ्यो होला। अब हेर्नुहोस्, हामी जुन स्थितिमा पाहाड थियो त्यो स्थितिमा 2017मा धेरै रिस्क लिएर हामीले पाहाडलाई यो स्थितिमा ल्याएको। एउटा परिवर्तन अभियान हामीले 2017मा सुरु गरेको नयाँ विचार लिएर। सो अब अहिले उनीहरूले कस्तो खालको परिवर्तन चाहेको मलाई याद छैन। एटलिस्ट हाम्रो परिवर्तनमा उनीहरू पाहाडबाट भागेर जानु परेको छैन। पहिला त पाहाडबाट भागेको तपाईँहरूलाई पनि याद छ, पाहाडमा बस्नु नसकेको धेरै वर्ष फर्केर आएको उहाँहरूले। तर अहिले त उहाँहरूले जसलाई जे भन्दा पनि भइरहेछ, पार्टी खोल्नु पाइरहेछ, लिडर हुनु पाइरहेको छ। बुझ्नु भएन? अब कस्तो खालको परिवर्तन थाहा मलाई याद छैन। हुन त परिवर्तन उहाँको अब पहिला टिएमसीबाट परिवर्तन, जिएनएलएफबाट टिएमसीमा परिवर्तन हुनुभयो। बुझ्नु भएन? टिएमसीको सिम्बलमा तपाईँहरूले भोट जिताएको तपाईँहरूले देख्नुभयो, उहाँहरूले लडेको। त्यहाँबाट फेरि उहाँ बिजेपीमा परिवर्तन हुनुभयो, बिजेपीबाट फेरि हाम्रो पार्टीमा परिवर्तन हुनुभयो। अब हाम्रो पार्टीको प्रेसिडेन्ट भयो, रेजिस्ट्रेसन पनि भएन, केही पनि भएन। त्यहाँबाट फेरि अहिलेको पार्टी त नाम पनि आइजिजिएफमा परिवर्तन भयो। त्यसको अहिलेसम्म यत्रो वर्ष भयो उहाँको पार्टीको प्रेसिडेन्ट, पार्टीको रेजिस्ट्रेसन पनि छैन, केही पनि छैन, झन्डा मात्रै छैन। सो कस्तो खालको परिवर्तन उहाँलाई थाहा छैन। अब पनि हामीले अब योपालि दार्जिलिङमा यस्तो व्यक्ति उतारेको छौँ कि अब उहाँ शिक्षाविद हुनुहुन्छ र भोलि उहाँको बायोडाटा म दार्जिलिङबाट भन्छु, कति किताब लेखिसकेको मान्छे। अब एउटै कुरो हो कि अब दार्जिलिङमा शिक्षाविदलाई दिन्छ कि अब कलेजै नटेकोलाई दिन्छ। बुझ्नु भएन? अब त दार्जिलिङवासीले डिसाइड हुनुहुन्छ। किनभने हेर्नुहोस्, एउटा वेस्ट बेङ्गल एसेम्ब्लीमा जाँदाखेरि स्वाभिमानको कुरा गर्नु भने हामीले एउटा राम्रो स्वाभिमानी गोर्खा लिटरेट व्यक्ति पठाउनुपर्छ, जसमा कि हाम्रो पनि गोर्खाहरू पढेको व्यक्ति एसेम्ब्लीमा पुगोस् न। हामी भन्नु सकौँ न कि हाम्रो चाहिँ गोर्खाहरू चाहिँ यतिसम्म पढेको व्यक्ति हामी पठाउँदैछौँ भनेर। बुझ्नुभयो? अब स्वाभिमान हो नि त, त्यो पो त स्वाभिमान त गोर्खा। अब त्यहाँ हामी पढ्दै नपढेको मान्छेलाई पठायौँ भने भन्नुहोस् त, भोलिको दिनमा त अब सबै कुरो डाटा उनीहरूको जब नोमिनेसन फाइल गर्छ उहाँले त सबै कुरो देखाएको हुनुपर्छ। अन्त देखाउँदै उहाँहरूको क्रेडिबिलिटी केही छैन।
क्रेडिबिलिटी हुनु पऱ्यो नि त जस्ट बिकज वाट एभर इज एडुकेसन इज द मोस्ट हेर्नुहोस् शिक्षाले नै संसार चल्छ त्यो सबैलाई थाहा छ नि त त्यो त धेरै इम्पोर्टेन्ट हो त्यही कारण कलकत्तामा एसेम्ब्लीमा हाम्रो नेतृत्व पठाउँदा त शिक्षित व्यक्ति नै पठाउनु पऱ्यो नि त बुझ्नु भएन अनि शिक्षित पनि धेरै शिक्षित व्यक्ति छन् उहाँ त सो कम्पेयरै हुँदैन